साथी आएको छ अरे अस्ट्रेलियामा अनि अस्ट्रेलियाबाट छिटो गरेर आउनु नि घर चाहिँ जहिले खुट्टा पटाउँदै आउँछ बेउरा राम्रो छैन नि घर चाँडो आइज नि भनेको नि आफ्नो खुट्टामा उभिनु भनेर म त ठुलो भइसकेको जहिले खेल्यो भनेर म आइहाल्छु नि यहाँ खुट्टा पटाउँदै आइस भने तेरो म आज खुट्टा भाँचिदिन्छु नि म फेरि जहिले हिँडेर ल्याङ्गाइ नगर न हामी गाउँ पार्टी दाजु कस्तो बवाल भयो नि बवाल यार बवाल बिजुली जोड्छ अब यहाँ माथि नाच्नु के त हो सुनान केटा विदेशको कुरै नगर्ने यस्तो नेपालको कहाँ हो तेरो घर ए ल लागि छ नि त हैन घर यता आउ यसलाई धेरै लागेछ है कता भनेको खै पनि तिन्दैन हो साथी के भएको यसलाई लाग्यो क्लियर खाएर लाग्यो आमा यो हैन तेरी सुकी काटी नौ बारीतिर भनेछ न धेरै लागेछ होला हामीले मसँग एकछिन एकदमै गाह्रो भयो कति बेला आउने हो त्यो आउला त आज नमस्कार नमस्कार अनि खोइ त हाम्रो केटो अनि खोइ बाबुलाई भेट्न भनेर हिँडेको थियो बिहानदेखि अनि खोइ तिमीहरूसँग छैन हामी चाहिँ थियो अहिले यता आएको छ आमा त अझै कति राम्री हुनुहुँदो रहेछ हो ए सँगै आएको केटोसँगै सँगै आएको केटोले तिमीहरूलाई पनि अब म त राम्रै पो सधैँ हुन्छ नला भनेको त अस्ट्रेलियाबाट आउने पनि उस्तै पो रहेछन् साथीहरू बिगारे खै ए तपाईँलाई यस्तो ल्याइदिएको छु क्या सुत्ती के ल्याइदिएको यस्तो यो डायमन्ड रिङ हो खोइ यो ल्याएर फकाएको होला कता गयो केटो अस्ट्रेलियाबाट आएको त अलिक गतिलो हुन्छ भनेर सोचेको त छैन उही पो रहेछ त्यो केटो जस्तै पो रहेछ बिगारेछ केटोले कि यहीँ बसिरहनु हामी भित्र नजानु भित्र गएर बस्दै गरेर म त्यो केटालाई खोजेर आउँछु अब आउँदैन त्यो कहाँ गयो म के लिन गयो हो कि के गर्न गयो पनि म लिएर आउँछु बस्दै गर भित्र होइन दुध किन्न गएको छ दुध म र कहाँ गएको नि दोकान गएको भनेर हिँडेको छ कहाँ गयो यसले बिगारो केटोहरूलाई पनि अब साथीहरूलाई पनि बिगारो ऊ पनि बिग्रियो एउटाले यो डायमन्ड कि के भनेर ल्याएर फकाइ